सम्पूर्णमा नमस्कार। आज महत्त्वपूर्ण विषय, धेरै नेपालीहरूले यो विषयमा जानकारै हुनुहुन्छ। धेरै नेपालीहरू यो विषयसँग जानकार भएर यो विषयमा विभिन्न टीका टिप्पणी पनि भइरहेको अवस्था छ र यही विषयले नेपाली राजनीति पनि बेला बखत र नेपाली जनता पनि बेला बखत तात्ने स्थिति परिस्थिति चलिरहेको छ र यही विषयलाई लिएर धेरै आरोप प्रत्यारोप टीका टिप्पणी गरिरहेको अवस्था पनि छ। यो शीर्षकसँग यो धेरैजना सम्बन्धित हुनुहुन्छ। यद्यपि यसको गहिराई, यसको सत्य तथ्य धेरैलाई थाहा नहुन सक्छ। यद्यपि शीर्षकसँग धेरै नेपालीहरू परिचितै हुनुहुन्छ। सन्दर्भ गिरिबन्धु टी स्टेट। गिरिबन्धु टी स्टेटको सन्दर्भमा धेरै नै चर्चा परिचर्चा र यससँग सम्बन्धित जग्गाको हदबन्दी सम्बन्धी धेरै नै टीका टिप्पणी भइरहेको अवस्थामा तपाईहरुलाई त्यस सम्बन्धमा थोरै जानकारी, सत्य र तथ्यमा रहेर राखौँ भन्ने उद्देश्यले यो भिडियो लिएर तपाईहरुसँग आएको छु। अन्तिमसम्म धैर्य गरेर सुनेर यसको सत्य तथ्य यथार्थ बुझ्ने प्रयास पनि गर्नु होला। मैले कानुन सम्मत, सत्य सम्मत, तथ्य सम्मत जे कुरा छन् ती विषयहरू राख्न सक्छु। यद्यपि मैले भनेका कुराहरूलाई, मेरै बोलीलाई तपाईहरुले आधार मान्नुपर्छ भन्ने छैन। मैले भनेका कुरालाई फ्याक्ट चेक पनि गरेर यस विषयमा थप आफू चाहिँ स्पष्ट हुन सक्नुहुन्छ। र अहिले विषयमा प्रवेश गरौँ। गिरिबन्धु टी स्टेट छत्रगिरी यसका प्रमुख सञ्चालक हुनुहुन्छ। झापाको बिर्तामोड स्थित रहेको यो टी स्टेट धेरै नै चर्चामा रहेको टी स्टेट हो। तत्कालीन पञ्चायत सरकारले गिरिबन्धुको नाममा 2029 पुस 11 मा झापाको बिर्तामोडमा 342 बिघा 19 कट्ठा 12 दुर जग्गा हदबन्दी भन्दा बढी राख्न छुट दिई राजपत्रमा सूचना निकालेको थियो र भूमि सम्बन्धी ऐन 2021 ले हदबन्दी भन्दा बढी जग्गा जुन कामको लागि अथवा जुन प्रयोजनको लागि लिएको हो सो प्रयोजनमा मात्र प्रयोग गर्न मिल्ने, यद्यपि त्यो प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्यो भने सो जग्गा स्वत सरकारको नाममा आउने व्यवस्था भूमि सुधार ऐन 2021 मा गरिएको थियो। यद्यपि यो ऐनलाई संशोधन गर्दै 8औं संशोधन मार्फत संशोधन गर्दै जग्गा सट्टाबट्टा गर्न पाउने भन्ने खालका प्रावधान यसमा छिराइयो, लेखियो अथवा यसलाई त्यही हिसाबले व्याख्या गरिएको छ। मैले तपाईलाई यस विषयमा 2076 माघ 28 मा भूमि सम्बन्धी ऐनमा 8औं संशोधन गरेर जग्गा सट्टाबट्टा बिक्री गर्न पाउने भन्ने व्यवस्था गर्यो। तत्कालीन समयमा हालकै प्रधानमन्त्री सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीज्यू प्रधानमन्त्री हुनुहुन्थ्यो र 8औं संशोधन जुन भूमि सुधार 2021 मा गरियो त्यो संशोधन तत्कालीन सदन, तत्कालीन सांसदले बसेर अथवा त्यो सदनले पारित गरेको व्यवस्था थियो। यो व्यवस्था, यो ऐनमा जुन व्यवस्था समावेश गरियो यो प्रधानमन्त्री एक्लैले अथवा मन्त्री एक्लैले गर्ने व्यवस्था होइन। यो सम्पूर्ण सदन, जुन कानुन बनाउने थलो छ सदन, त्यो सदनले नै संशोधन गरेर त्यसमा सट्टाबट्टा गर्न पाउने भन्ने खालका व्याख्या गरेर त्यस खालका बुदाहरू समावेश गरियो र सो निर्णयको आधारमा, सो व्यवस्थाको आधारमा 2078 असार 24 गते मन्त्री परिषदको बैठकले कम्पनी स्थानान्तरण नाममा हदबन्दी भन्दा धेरै जग्गा बिक्री गर्न दिने निर्णय गरेको थियो।
त्यो व्यवस्था त्यो कानुन बनिसके पछाडि 2076 माघ 28 मा जुन 8औं संशोधन भयो त्यो संशोधनले सुरक्षित गरेको सट्टाभट्टा गर्न पाउने प्रक्रियालाई त्यो व्यवस्थामा टेकेर मन्त्री परिषदले बिक्री गर्न पाउने अथवा बिक्री गर्न निर्णय गरेको मन्त्री परिषदले निर्णय गर्ने बिक्री गर्न दिने निर्णय गरेको थियो। त्यही निर्णयको आधारमा मन्त्री परिषदको निर्णयको आधारमा तत्कालीन भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले चिया बगान स्थानान्तरणका लागि झापा मालपोतलाई पत्रचार समेत गर्नुभएको थियो। मन्त्रालयको तर्फबाट पत्रचार गरिएको थियो। यद्यपि मन्त्री परिषदको निर्णय र त्यो मन्त्री परिषदले चाहिँ भूमि सुधार ऐन 2021 को जुन 8औं संशोधनले समावेश गरेको व्यवस्था थियो त्यो व्यवस्थालाई टेकेर गरेको निर्णय र धेरैले यस विषयमा भन्ने गरेको कुराहरू गिरिबन्धुमा हालका सामान्य प्रधानमन्त्री केपी शर्मा ओली जेल जानुपर्छ। तपाईँ हामीले मुखले बोलेर कोही जेल जाने होइन। त्यसको लागि सत्य तथ्य आवश्यक पर्छ। जुन कानुनले व्यवस्था गरेको छ त्यो कानुनले व्यवस्था गरे अनुरूप निर्णय गर्दाखेरि कसरी को मान्छे कसरी जेलमा जान्छ। हामी अलिकति हौवाको पछाडि हावाको पछाडि कागले कान लग्यो भन्दै गर्दा कान नछोपेर दौडिने जुन बानी छ नि त्यो बानीले तपाईँ हामीलाई बिगार गरे। यस विषयमा तपाईँहरूले थोरै पनि अध्ययन गर्ने रुचि देखाउनु भयो। कसरी निर्णय गर्यो भन्ने कुरा, कहाँबाट त्यो निर्णय आयो भन्ने कुरा तपाईँहरूले चासो दिनु भएन। कोही एक दुईजनाले भनिदियो त्यही कुरा बोकेर हिँड्नु हो। तर त्यो मन्त्री परिषदले गरेको निर्णय 2021 को भूमि सुधार ऐनलाई संशोधन 8औं संशोधनले जुन व्यवस्था गर्यो त्यो व्यवस्थामा टेकेर गरेको निर्णय अनि त्यो कसरी गैर कानुनी हुन्छ। यद्यपि अदालतले सो जग्गा बिक्री वितरण गर्न रोक लगाएको अवस्था छ तर कानुनमा त व्यवस्था गरिएको कुरा हो। हामीले जुन पालना गरिरहेको कानुन छ त्यो त त्यही सदनले बनाएको कानुन होला। त्यही सदनले बनाएको कानुनलाई हामीले चियो चर्चा गर्छौँ होला। त्यही सदनले बनाएको कानुनलाई हामीले चाहिँ कहीँ कतै कानुनी कुरा गर्नु परेछ भने त्यही सदनबाट आएको कानुनलाई हामीले आधार मानेर कुरा राख्छौँ होला। त्यसकारण यो गिरिबन्धुमा केपी ओली जेल जान्छ भन्ने खालको धेरै तपाईँहरूको यो देख्दै गर्दा म अलिकति तपाईँहरू पनि सत्यमा आइदिनुहोस्, सत्य सुनिदिनुहोस्, सत्य पढिदिनुहोस्। कमसेकम तपाईँ आफू त क्लियर हुनुहुन्छ नि। हामीले जुन कानुन पालना गर्छौँ त्यही कानुनमा टेकेर त्यही कानुनमा भएको व्यवस्थामा टेकेर सो निर्णय गरिरहेको। यसैले यो गिरिबन्धुमा कोही पनि कहीँ कतै जेल जाने अवस्था छैन। यो कुरामा चाहिँ तपाईँहरू ढुक्क हुनुहोस्। दुई मात्रै छैन, कानुनमा टेकेर गरिएको निर्णय सो व्यवस्थामा टेकेर गरेको निर्णयले कोही जेल जाँदैन। र अर्को प्रसङ्ग, धेरै मान्छेलाई भ्रमित पनि बनाइन्छ आजकल। माधव नेपालको पतञ्जलिको जग्गासँग जोडेर र गिरिबन्धु पनि एउटै हो, यो एउटै प्रसङ्ग हो भनेर धेरै अझ भनौँ न विज्ञ व्यक्तिहरू, विद्वान व्यक्तिहरूबाट यो खालका कुराहरू सुन्नमा आइरहेको अवस्थामा सायद उहाँहरूले मानिसहरूलाई अलिकति भ्रमित बनाउन सकिन्छ कि भन्ने हिसाबले त्यो खालको प्रोपोगन्डा गर्नुभएको हो कि। तर यदि यो साँच्चै उहाँहरू बौद्धिक व्यक्ति हो, पढे लेखेका व्यक्ति हो भने उहाँहरूले त यो विषय त पक्कै अध्ययन गर्नु भएको छ। उहाँहरूलाई सत्य थाहा छ तर तपाईँहरूलाई दिग्भ्रमित बनाउन सकिन्छ होइन। मानिसहरूलाई अलिकति भ्रममा बनाइदियो। कम्तीमा विज्ञ मान्छेले, जानेको मान्छेले, पढे लेखेको मान्छेलाई सत्य तथ्य जे हो त्यो पुर्याउने तपाईँहरूको जिम्मेवारी हो। न कि मान्छेलाई चाहिँ मैले यहाँबाट के लाभ पाउँछु भनेर मान्छेलाई, जनतालाई भ्रमित बनाउने तपाईँहरूको काम होइन। यद्यपि आजकल पढे लेखेका विद्वानले नै देश बिगार्यो भन्ने भन्छ। अझै बढी त उनीहरूले चाहिँ मिसगाइड गर्ने, अहिले त्यो समस्याले नै हाम्रो देश बढी ग्रसित छ। र पतञ्जलिको सन्दर्भमा मैले केही नोट डाउन गरेको छु, त्यो कुरालाई पनि तपाईँहरूसँग उजागर गर्छु है त। काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल जडीबुटी फर्म सञ्चालन गर्नका लागि 2064 सालमा कम्पनी दर्ता गरेको थियो पतञ्जलिले। हदबन्दी भित्रको जग्गाले नपुग्ने भइसके पछाडि 2066 माघ 18 गते माधव कुमार नेपालको नेतृत्वको मन्त्री परिषदले पतञ्जलिले काभ्रेमा 815 रोपनी जग्गा किन्न छुट दिएको थियो। र पछि यो संस्थाले त्यो पतञ्जलि यो आयुर्वेद चलाउन नसकेको अथवा उनीहरूको यसमा कुनै फरक प्रसङ्ग थियो अथवा फरक माइन्डसेट थियो त्यो जानकारी भएन। पछि चलाउन नसके पछाडि
त्यो जग्गा लिइसके पछाडि नचलाउन सकेको अवस्थामा त्यो तत्कालीन कानुन अनुसार तत्कालीन व्यवस्था अनुसार त्यो जग्गा स्वत सरकारको नाममा आउनुपर्ने। तर तत्कालीन प्रधानमन्त्री 2066 सालमा माधव कुमार नेपालज्यू प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले सो जग्गा बिक्री आदेश दिनुभयो, बिक्री गर्न आदेश दिनुभयो, बिक्री गर्न मिल्छ भनेर मन्त्री परिषदबाट निर्णय गराउनु भयो। सो मन्त्री परिषदको निर्णय कुन व्यवस्था कुन ऐनको आधारमा उहाँले गर्नुभयो 2066 सालको कुरा। यद्यपि जुन सट्टाभट्टा गर्न पाउने बिक्री गर्न पाउने भन्ने कानुन 2076 माघ 28 मा संशोधन भएको थियो। 2076 मा कानुन बनेर आएको कुरामा टेकेर सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले जुन मन्त्री परिषदको जो निर्णय सट्टाभट्टा गर्न पाउने बिक्री वितरण गर्न पाउने भने त्यो कानुनको आधारमा त्यो व्यवस्थाको आधारमा टेकेर गर्नुभएको थियो। यद्यपि 2066 सालमा माधव कुमार नेपालले पतञ्जलिको जग्गालाई बिक्री वितरण गर्न दिने चाहिँ कुन कानुनको आधारमा कुन व्यवस्थाको आधारमा गर्नुभयो र पतञ्जलि र गिरिबन्धु कसरी एउटै मुद्दा हुन सक्छ, यो विषयमा तपाईहरु आफै पनि फ्याक्ट चेक गर्नुस्। मैले भनेको तथ्य सत्य सही छ गलत छ छैन तपाईहरु आफै यो विषयमा रिसर्च गर्नुस्। मलाई विश्वास गर्नुपर्छ भन्ने आवश्यक होइन, तर तपाई कम्तीमा आफू त सत्यबाट सूचित हुनुस् न। कमसेकम तपाई त आफू सत्यको धरातलमा उभिनुस्। त्यसैले गिरिबन्धु र पतञ्जलिको मुद्दा एउटै होइन, यस विषयमा तपाईहरुको भनाइ के छ?